यो युनिट्स के हो? युनिट्स भनेको स्टैंडर्ड क्वांटिटी हो that is used to compare the physical quantities of same kind. त्यसलाई हामी के भन्छौं? युनिट. यानी कि unit is defined as the standard quantity that is used to compare the physical quantities of same kind. त्यसलाई हामी युनिट भनेर बुझ्छौं. एकाइ. अब यो युनिट्स भनेको कति प्रकारको हुन्छ भने यो यसको टाइप हेर्दाखेरि टाइप्स यो दुई प्रकारको छ. एउटा हो फंडामेंटल यूनिट र अर्को हो डिराइव्ड यूनिट्स. अब एकदमै सिम्पल छ. फंडामेंटल यूनिट्स and derived units. These units are two types of units. Fundamental units लाई हामी के भन्छौं भने those units which do not depend upon other units, that is called fundamental units. Do not depend upon other units. अरु यूनिट्स में डिपेंड ना होने यूनिट्स लाई हामी के भन्छौं? फंडामेंटल यूनिट्स. एग्जांपल को लागि बुझ्न सकिन्छ. केजी, किलोग्राम, मीटर, सेकेंड, एम्पियर, केल्विन, मोल, कैंडेला. ये हाम्रो के हुन्? फंडामेंटल यूनिट्स. यी यूनिट्सहरु कुनै यूनिट्स मा डिपेंड छैनन्. They can be expressed itself. They do not depend upon other units. त्यसलाई हामी भन्छौं फंडामेंटल यूनिट्स. र फंडामेंटल यूनिट्स आर obtained from fundamental quantities. फंडामेंटल क्वांटिटीहरु कतिवटा छन् भने 7 वटा. र त्यही फंडामेंटल क्वांटिटीज को यूनिट लाई हामी के भन्छौं? फंडामेंटल यूनिट्स. जस्तै मास को फंडामेंटल क्वांटिटी केजी को फंडामेंटल क्वांटिटी हैन, मास, इसको लेंथ, इसको टाइम, इसको करंट, इसको टेम्परेचर, इसको अमाउंट ऑफ सबस्टेंस अनि इसको ल्यूमिनस इंटेंसिटी. These 7 physical quantities are fundamental quantities and their units are called fundamental units. These are units and these are fundamental quantities. Next, derived units. Derived units mean जुन units fundamental units मा डिपेंड छ त्यसलाई हामी derived unit भन्छौं. यानी कि यिनीहरु डिपेंड हुन्छन् depends upon fundamental unit. fundamental units मा डिपेंड हुने units लाई derived unit भनिन्छ. एग्जांपल को लागि बुझ्न सक्छौं. मीटर पर सेकेंड स्क्वायर, हर्ज, त्यसपछि न्यूटन, जूल, वाट, etc. These units are derived unit because these all units are dependent upon fundamental units. Here हामी बुझ्न सक्छौं. यहाँ जस्तै मीटर पर सेकेंड भनेको यो भेलोसिटी अथवा स्पीड को ऐसा यूनिट हो. यानी कि स्पीड अथवा भेलोसिटी हाम्रो ड्राइव्ड क्वांटिटी हो र त्यो स्पीड र भेलोसिटी को ऐसा यूनिट मीटर पर सेकेंड लाई हामी ड्राइव्ड यूनिट भन्छौं. यो स्पीड र भेलोसिटी को भयो अनि यो भयो एक्सेलरेशन को ऐसा यूनिट मीटर पर सेकेंड स्क्वायर. यहाँ पनि मीटर छ, सेकेंड छ, मीटर छ, सेकेंड छ. यानी कि मीटर सेकेंड यसैबाट यो युनिटहरु बनेछन् जसले गर्दा यिनलाई ड्राइव्ड युनिट हामी भन्छौं. हर्ज भनेको ऐसा यूनिट हो फ्रिक्वेन्सी को ऐसा यूनिटलाई हर्ज भन्छौं र फ्रिक्वेन्सी डिपेंड हुन्छ टाइम मा अनि टाइम को ऐसा यूनिट हो सेकेंड. अनि यो हर्ज
सेकेन्डमा डिपेन्ड छ, जसले गर्दा अब यो हर्ज तपाईको सेकेन्डमा डिपेन्ड हुन्छ। त्यसैले गर्दा यो हर्जलाई हामी ड्राइभ्ड युनिट भन्छौँ। न्यूटन केजी मिटर सेकेन्डमा डिपेन्ड हुन्छ, जसले गर्दा न्यूटनलाई हामी ड्राइभ्ड युनिट भन्छौँ। यो फोर्सको SI युनिट भयो। यो जूल वर्क एनर्जीको SI युनिट हो। यो पनि केजी मिटर सेकेन्डमा डिपेन्ड हुन्छ, जसले गर्दा जूललाई पनि हामी ड्राइभ्ड युनिट भन्न सक्छौँ। र यो वाट पनि केजी मिटर सेकेन्डमा डिपेन्ड हुन्छ, जसले गर्दा यो वाटलाई पनि ड्राइभ्ड युनिट भनिन्छ है। अब यसरी यहाँ दिएका युनिट्सहरू र यिनीहरूको हैन जस्तै ड्राइभ्ड क्वान्टिटिजहरू पनि बुझ्नुपर्छ। जस्तै अब मिटर पर सेकेन्ड, अब यसको ड्राइभ्ड क्वान्टिटीको नाम स्पिड अथवा भेलोसिटी, यसको युनिटलाई हामी ड्राइभ्ड युनिट भन्छौँ। त्यसरी हामी सबै हेर्न सक्छौँ यी माथिका भइहाल्यो युनिटहरू र यिनीहरू केमा डिपेन्ड छन् यहाँ देखाइएछ हैन। र कुन कुन ड्राइभ्ड युनिटको यिनीहरू युनिट हुन् भनेर पनि हामी यहाँ बुझिसक्यौँ। यो थियो हाम्रो युनिटको बारेमा, एकदम सिम्पल छ। युनिट्स दुई प्रकारको, फन्डामेन्टल र ड्राइभ्ड, यसको बारेमा एक्सप्लेन हैन, एक्जाम्पल। र कहिलेकाहीँ जस्तै सोधिन्छ कि केजी किलोग्राम इज अ फंडामेंटल यूनिट अथवा द यूनिट ऑफ मास इज फंडामेंटल यूनिट व्हाई। तो हम आंसर में लेख्छौं बिकॉज इट डज नॉट डिपेंड अपॉन अदर यूनिट एंड कैन बी एक्सप्रेस्ड इटसेल्फ, सो इट इज फंडामेंटल यूनिट। समटाइम यूनिट ऑफ वेलोसिटी इज ड्राइव्ड यूनिट because it depends upon fundamental unit that is meter and second, so this is drive unit. अनि कहिले काहीँ भनिन्छ कि the unit of force जसलाई हामी न्यूटन भन्छौं is also drive unit. why? तो आन्सर मा हामी दिन्छौं because it depends upon fundamental units. It depends upon fundamental units that is kg meter second. यसरी हामी आन्सरहरु लेख्ने युनिट्सहरु छन् भने त्यो हामीले अब यो युनिट वाइज एनालाइसिस मा हेर्न सक्छौं। जस्तै न्यूटन भनेको अब क्यापिटल एन ले संकेत गरिन्छ। तो यो हाम्रो यानी कि न्यूटन जुन छ हाम्रो अब युनिट वाइज एनालाइसिस मा न्यूटन जुन यहाँ क्यापिटल एन छ, यो न्यूटन में कुन कुन फंडामेंटल यूनिटहरु छन् भने हामी यहाँ एकदम क्लियरली हेर्न सक्छौं, पता पनि लगाउन सक्छौं। सबभन्दा पहिला यो न्यूटन कसको एसआई युनिट हो भने त्यो हामीले पता लगाउन पर्यो। तो हामी सबैले थाहा छ कि फोर्स को एसआई युनिट के हो, न्यूटन हो। यानी कि अब हामी जान पर्यो कि फोर्स हामी क्याल्कुलेट कसरी गर्छौं। तो हामी लोअर क्लास में सुनेको फार्मुला यानी कि F = m.a यानी कि मास इन्टु एक्सिलरेशन। अब यो हामी जुन यहाँ फोर्स देखिरहेछौं यसको तल हामी न्यूटन राखौं, त्यसपछि यो मास हो र यो एक्सिलरेशन हो, यसको एसआई युनिट हामी केजी लेखौं, अनि त्यसपछि यहाँ मल्टिप्लाई हैन, अनि एक्सिलरेशन को एसआई युनिट भनेको मिटर पर सेकेन्ड स्क्वायर। अब यदि हामी राम्ररी अब यो मिलाएर गरौँ भने केजी मिटर हैन, अब पर सेकेन्ड स्क्वायर। अब न्यूटन में कुन कुन फंडामेंटल यूनिटहरु छन् भने हामीलाई यहाँ देखिरहेछ केजी मिटर सेकेन्ड, यहाँ तीनवटा फंडामेंटल यूनिटहरु न्यूटन में छन्। यसरी हामी फार्मुलाबाट पता लगाउन सक्छौं कि कुन युनिट में कुन कुन फंडामेंटल यूनिटहरु छन्। जस्तै अर्को कुरा गरौँ, जस्तै मानौं जूल। अब यो जूल में कुन कुन फंडामेंटल यूनिटहरु छन् भने यसलाई एनालाइसिस गर्नको लागि सबभन्दा पहिला हामीले थाहा हुन पर्यो कि जूल कसको एसआई युनिट हो भने जूल वर्क को एसआई युनिट हो र एनर्जी को पनि हो। अनि हामीलाई वर्क निकाल्ने फार्मुला पनि थाहा छ, जस्तै F * D यानी कि फोर्स इन्टु डिस्प्लेसमेन्ट, वर्क इक्वल टु फोर्स इन्टु डिस्प्लेसमेन्ट। अब यो वर्क को एसआई युनिट भयो र यसको हामी सट्टामा यहाँ न्यूटन पनि राख्न मिल्छ र न्यूटन को सट्टामा यो हामी थप गर्न सक्छौं, यानी कि यसको भयो न्यूटन इन्टु यो डिस्टेन्स डिस्प्लेसमेन्ट हो त्यसको मिटर भयो। त्यसपछि जूल इक्वल टु अब न्यूटन को सट्टामा हामी यति राख्न मिल्छ केजी मिटर पर सेकेन्ड स्क्वायर अनि इन्टु मिटर। अब यसलाई हामी मिलाएर लेखौं भने केजी मिटर इन्टु मिटर मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। अब हेर्दाखेरि हामीलाई के लागिरहेछ भने जूल में केजी
मीटर सेकेन्ड, यानी कि यसमा पनि तीनवटा फंडामेंटल युनिट्सहरू छन्, यानी कि जूल also consist of 3 fundamental units and these units are kg, किलोग्राम, मीटर, सेकेन्ड, तीनटा फंडामेंटल युनिटबाट यो जूल बनेको हुन्छ। अब तेस्रो कुरा गरौँ भने तपाईं हामी जस्तै वाटको वाट, अब यो वाट भनेको कसको SI युनिट हो भने हामीले यहाँ बुझ्न पर्यो, यो वाट भन्ने पावरको SI युनिट हो र पावर हामी कसरी क्याल्कुलेट गर्छौं भने वर्क अपन टाइम। अब वर्क अपन टाइममा गइसकेपछि फेरि पावरको SI युनिट हामी वाट लेखौं इक्वल टु यो हाम्रो F * D फर्मुला हो, वर्क निकाल्ने फर्मुला यहाँ छ। अनि त्यसपछि हामी अगेन वाट लेखौं, तो यहाँ हाम्रो जुन यो फोर्स देखिरहेको छ यो न्यूटन, अनि त्यसपछि यो डिस्टेन्स हैन, तो डिस्टेन्स अब हामी मिटर पनि राख्न मिल्छ, यो टाइम को सेकेन्ड। अब यो भयो वाट इक्वल टु न्यूटन को, हामी न्यूटन को सट्टामा हामी कति राख्न मिल्छ, केजी मीटर पर सेकेन्ड स्क्वायर, तो यो भयो केजी इन्टु मीटर पर सेकेन्ड स्क्वायर इन्टु मीटर होल डिवाइड सेकेन्ड। अब यो सेकेन्ड मा आएर गुणा हुन्छ, तो यो हामीलाई मिलाएर लेख्छौं भने केजी मीटर स्क्वायर अनि पर सेकेन्ड क्यूब। अब यसमा हेरौं भने वाटमा पनि तपाईको कुन कुन फंडामेंटल युनिट्सहरू छन्, तो यहाँ देखिरहेछ हामीलाई केजी मीटर सेकेन्ड, तीनटा अब फंडामेंटल युनिटहरूबाट यो बनेको छ, हामी यहाँ देखिसक्यौं, पता पनि लगाइसक्यौं। यस्तै हामी युनिट वाइज एनालाइसिसमा हामी कुन ड्राइभ युनिटमा कुन कुन फंडामेंटल युनिटहरू लुकेका छन्, त्यो कुन कुन फंडामेंटल युनिटबाट बनेको छ, त्यो हामी यसरी पता लगाउन सक्छौं। अहिले गएको वर्ष 2082 मा पनि यसको एउटा क्वेशन आएको थियो, होमोजेनिटी चेक गर्ने इक्वेसन दिए थियो, त्यो पता लगाउन थियो कि त्यो इक्वेसन होमोजेनियस छ, करेक्ट छ, इन भ्यालिड छ कि छैन भनेर त्यो एउटा इक्वेसन दिएको थियो। यानी कि यो प्रिन्सिपल अफ होमोजेनिटी अब एक्जाम को लागि अति नै महत्वपूर्ण छ। अब यो पहिला स्टेटमेन्ट यसको बुझौं, प्रिन्सिपल अफ होमोजेनिटी यसले के भन्छ भने इट स्टेट दैट, so simple, principle of homogeneity means it states that the units on the both side of an equation should be same. Principle of homogeneity states that the units on the both side of an equation should be same, यानी कि कुनै इक्वेसन छ हामीसँग, कुनै फर्मुला छ, तो त्यसको दायाँ साइड र बायाँ साइड दुईवटैतिर तपाईको अब जस्तै युनिटहरू सेम हुनुपर्छ भने यो प्रिन्सिपल अफ होमोजेनिटीले भन्छ। एकाइहरू सेम हुनुपर्छ भने अब कुनै पनि इक्वेसनको राइट साइड अनि लेफ्ट साइडमा सेम हुनुपर्छ भने यो प्रिन्सिपल अफ होमोजेनिटीले भन्छ। अब यसरी मानौ हामी होमोजेनिटी चेक गर्न पर्यो भने कसरी चेक गर्ने हैन, तो सबभन्दा पहिला हामी एउटा इक्वेसन लिन्छौं, एउटा फर्मुला लिन्छौं। अब जस्तै v इक्वल टु u प्लस at, हामीसँग यहाँ एउटा फर्मुला आयो, यानी कि v इक्वल टु u प्लस at, यानी कि फाइनल भेलोसिटी बराबर इनिशियल भेलोसिटी प्लस एक्सेलरेशन इन्टु टाइम। अब यी अक्षरहरूलाई राम्ररी चिन्ने अनि यिनीहरूको एकाइ के हो त्यो पनि बुझ्ने र त्यो दिमागमा राख्ने कि यिनीहरूको एकाइ के हो। अनि त्यसपछि अब हामीले जाने सोलुसन तिर, तो हामी सबभन्दा पहिला एलएचएस मा देखाउँछौं, हाम्रो यहाँ v छ, v मिन्स फाइनल भेलोसिटी, र यो फाइनल भेलोसिटी अनि इनिशियल भेलोसिटी को सेम हैन, एसआई युनिट भनेको मीटर पर सेकेन्ड हो। अब हामी आइहालौं आरएचएस भनेको यो साइड हो, u प्लस at हैन। अब u प्लस at मा हाम्रो के छ, यो इनिशियल भेलोसिटी प्लस एक्सेलरेशन इन्टु टाइम, यानी कि इनिशियल भेलोसिटी को एसआई युनिट मीटर पर सेकेन्ड प्लस एक्सेलरेशन मीटर पर सेकेन्ड स्क्वायर इन्टु टी को, टी माने टाइम, टाइम को यूनिट सेकेन्ड हैन। अनि त्यसपछि मीटर अपन सेकेन्ड यो हाम्रो त्यही रहिरह्यो, प्लस यहाँ दुईटा सेकेन्ड छ, यहाँ एउटा, तो एउटा र यहाँ एउटा क्यान्सल हुन्छ, तो यहाँ हाम्रो बच्छ मीटर पर सेकेन्ड। अब हामीले एलएचएस मा पाएको युनिट र हामीले आरएचएस मा भेटेको युनिट दुईटै हाम्रो सेम देखिरहेछन्, हामीलाई इक्वल देखिरहेछन्, सो वी कैन राइट हियर हैन। अब देयरफोर एलएचएस बराबर आरएचएस हैन, हेन्स दिस
दिस इक्वेशन इज होमोजीनियस यदि बाई द वे यो यूनिट र यहाँ आएका युनिटहरु इक्वल भएनन् भने हामी यहाँ देखाउँछौं LHS is not equal to RHS and this equation is non-homogeneous. त्यसले लेख्छौं non-homogeneous. यदि यो बराबर भएन भने non-homogeneous, अब यहाँ बराबर देखिरहेछ त यो homogeneous. गत वर्ष जुन हाम्रो दिए थियो त्यो थियो S equal to T plus 1/2 AT square. यो हाम्रो करेक्ट फार्मुला हो. तो अब यो होमोजेनिटी लाई चेक गर्न दिए थियो. यस्तै क्वेशन हाम्रो रिलेटेड क्वेशन थियो हैन. अब यसलाई होमोजेनिटी चेक गर्दाखेरि सबभन्दा पहिला यो LHS लिन पर्यो. तो LHS मा हाम्रो आई हाल्यो S भनेको डिस्टेन्स भनेको मिटर भयो. अनि त्यसपछि RHS, अब RHS मा आउने, RHS मा के आयो UT plus 1/2 AT स्क्वायर. त्यसपछि यसको U भनेको मिटर अपॉन सेकेन्ड इन्टु सेकेन्ड प्लस 1/2 कांस्टेंट नंबर हो इन्टु एक्सेलरेशन मीटर अपॉन सेकेन्ड स्क्वायर इन्टु हैन. अब टाइम भनेको सेकेन्ड स्क्वायर. तो यहाँ हामी केही देख्दै छौं मीटर सेकेन्ड क्यान्सल, सेकेन्ड स्क्वायर क्यान्सल, यानी कि मीटर प्लस 1/2 मीटर. अब यहाँ युनिटहरु जुन आइसके र ई LHS मा भएको युनिट सेम छन्, इक्वल छन्. सो वी कैन राइट हियर LHS is equal to RHS हैन. hence this equation is homogeneous यहाँ भन्न सक्छौं. अब जुन हाम्रो एक्जाम मा आएको थियो त्यो सायद यो 2 यहाँ लगाएको थियो अनि यो 2 यहाँ लगाइसकेपछि इक्वेसन हाम्रो त्यस्तै गलत देखिन्छ र जब हामीलाई LHS RHS निकाल्छौं त हाम्रो यो इक्वल आउँदैन र हामी यहाँ तल लेख्छौं this equation is not non-homogeneous. यसरी हामी हैन प्रिन्सिपल अफ होमोजेनिटी मा यो सबै यसरी हामी क्वेशनलाई प्रुभ गरेर देखाउनु पर्छ भने इम्पोर्टेन्ट हाम्रो एक्जाम को लागि छ है. अनि विद्यार्थी भाइ बहिनीहरु यसलाई राम्ररी प्र्याक्टिस गर्ने. अब आउँदो